यहाँ त भित्र त जग होला नि भाइ, ढुङ्गा सुङ्गा छ अलिअलि, जगालीको ढुङ्गा। म सानै थिएँ घर बनाउँदाखेरि, छ कि छैन थाहै छैन। होला अलिअलि जगको ढुङ्गा होला, किनभने यहाँनिर यहाँ अलिअलि ढुङ्गा देखिया छ। हजुर, यो ढुङ्गा देखियो भने यो काम लाग्छ के, यसलाई निकाल्न सक्यो भने होइन सर, यो यहाँको यसको जग निकाल्न सक्यो भने ढुङ्गाहरू काम लाग्छ, ढुङ्गा किन्न पर्दैन। यहाँ घर हामीले बनाइदियो भने खुसी हुन्छौ? हजुर धेरै हो। हजुर, म धेरै खुसी हुन्थेँ भन्दा मेरो बुवामा खुसी हुनुहुन्थ्यो होला म भन्दा पनि भन्ने लाग्छ मलाई। हजुर, बुवा आमाको लागि पनि एउटा घर बनाउने जरुर छ भन्ने लाग्छ मलाई। दर्शकहरूले चाहनुभयो भने, कतैबाट सहयोग मिल्यो भने भाइको लागि एउटा सानो घर बनाइदिन मन छ दर्शकवृन्द। म दुई हात जोडेर दर्शकहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु। अब एउटा पुण्यको काम फेरि एउटा गर्न मन छ भाइको लागि, भाइको परिवारका लागि। यहाँ एउटा सानो घर बनाइदिन मन छ, टिन लगाएको सानो एउटा घर, धेरै पनि लाग्दैन होला, 3-4 लाखमै हामीले घर निर्माण गर्न सक्छौँ होला। त आँट म पुर्याउँछु भन्छन् भगवान्ले पनि, हामी आँटेका छौँ। रामदीपुला ताराने बित्तिकै बाँचे भेट मारे त यतिकै। रामदीपुला ताराने बित्तिकै बाँचे भेट मारे त यतिकै। यति नै। कस्तो लाग्यो? राम्रो लाग्यो, तिमी जस्तै राम्रो। चुप्प लाग्यो क्या यस्तो लाग्यो। एकदमै राम्रो लाग्यो बाबु है। अब तिम्रो घर नयाँ बनाइदिने हो है, हामीले सबै मिलेर, दर्शकहरू हामी सबै मिलेर दर्शकहरूलाई के भन्न चाहन्छु भन त? ल, धेरै धेरै धन्यवाद, सहयोग गर्नुहोला भन्न चाहन्छु। अनि अब के सहयोग गर्ने? मेरो घरमा सहयोग गरिदिनु होला। मेरो खुसी भन्दाखेरि पनि मेरो आमा बुवाको खुसी छ, खुसी हुनुहुन्छ होला सायद तपाईँहरूले सहयोग गर्नुभयो भने। धेरै पहिल्यैदेखि चाहना थियो कि एउटा घर बनाउनु भन्दा भन्दै म धेरै अब कता कता गएँ कमाउनु, तर सकिनँ। कहिले अब बच्चै थिएँ, कहिले के भयो त्यो कसैले ठग्यो होला, कसैले के भयो होला, त्यही भएर कमाउन सकिएन। साँच्चै आफ्नो लागि त धेरैले सोच्छन्, तर आमा बुवाको खुसीको लागि सोच्ने त्यो छोरा महान छोरा हो। आज विनोद भाइले त्यो प्रमाणित गरेर देखाइरहेका छन्। साँच्चै उनको बोलीमा कति धेरै सत्यता छ, कति धेरै वास्तविकता छ, कति अर्ग्यानिक छ उनको स्वर, उनको आवाज। आज तपाईँ हाम्रो मद्दतले यो एउटा परिवार जो अरूको घरमा शरण लिएर वर्षौँदेखि बसिरहेको छ, यो परिवारको उद्धार गर्न सकियो भने साँच्चै हामीलाई धर्म कमाउन कहीँ जानु पर्दैन। यो भिडियोको स्क्रिनमा हाम्रो मोबाइल नम्बर छ, तपाईँहरूले डाइरेक्ट हामीलाई सम्पर्क गरेर के कति सहयोग गर्न चाहनुहुन्छ सहयोग गरिदिनु होला। र हामीले सबै मिलेर, तपाईँ अनि हामी सबै मिलेर भाइको लागि, भाइको परिवारको लागि एउटा सानो घर बनाउन सकियो भने साँच्चै नै हामीलाई धेरै धर्म मिल्छ होला भन्ने हामीले महसुस गरेका छौँ। यहाँदेखि उता भान्सा गर्ने ठाउँ थियो, यहाँदेखि बाख्राहरू अनि कहिले पहिला बान्थ्यौँ। अनि सुत्ने कहाँ सुत्थ्यो? सुत्ने पनि है अर्को माथि माथिल्लो तला थियो। हजुर, तला थियो, यस्तो थियो तला पनि, सुत्न गाह्रो हुन्थ्यो। अनि त्यस्तो भएपछि त्यही पनि बस्ने थियो, त्यहाँदेखि भेटेको आगोले। अनि माथि यहाँ हेर्नुहोस् त, जङ्गलको बिच, यो जङ्गलको बिचमा छ हेर्नुहोस् यो घर। जङ्गलको बिचमा वरिपरि यसरी जङ्गलै जङ्गल छ होइन, थाकलका बोटहरू छन्, अहिले त थाकल फल्या पनि छ होइन, वरिपरि जङ्गल छ। यो जङ्गलमा, यो जङ्गलको बिचमा यो घर थियो। जङ्गलमा लागेको डढेलो घरमा पसेर सारा घर नै नष्ट भइसकेको अवस्था छ, अहिले केही पनि छैन। अहिले अब तिमीहरूको होइन जुन अब घर जल्यो होइन, बस्ने ठाउँ पनि छैन। सम्पत्तिको नाममा के छ अहिले? सम्पत्ति के छ, कति छ सम्पत्ति अथवा के छ कि केही छैन सम्पत्ति त आजकल। यो अगाडिको यो भागहरू चाहिँ तिमीहरूकै हो? यो हजुर, यो पहिला यस्तो थियो। यो घर जाँदाखेरि बुवा आमा कोही थिएन, हाम्रो म र भाइ अनि हाम्रो जेठी भाउजू हुनुहुन्थ्यो। अनि म पारि उता घुम्न गएको थिएँ, अनि भाउजूले मलाई उता हाम्रो ठुलमम्मीकोमा फोन गर्नुभएछ।
हाम्रो बाबुलाई छिटो घर पठाइदिनु, हाम्रो घरमा त आगो आइसक्यो भन्नुभयो। अनि मैले 2-4वटा साथीहरूलाई खेरेर लिएर ऊ त्यहाँसम्म पुगेँ मार्नको लागि। अनि त्यो बेसी पोल्यो, कपाल सपाल जल्यो। अनि फेरि फर्केर आएर त्यहाँदेखि पनि पुरै घेरिसकेको थियो। अनि त्यहाँ पुगेँ मारेर, त्यहाँ पनि सकिएन। अनि त्यसपछि फेरि यहीँ पनि आयो। अनि त्यसपछि त्यहाँ पनि मार्न सकिएन। अनि त्यो उकालोमा यस्तोमा लाग्दाखेरि ठुलो लाग्यो। अनि त्यहाँ बसेर हेरिरहेको थिएँ, म भेट्छ कि भेट्दैन डर। एउटा साथीले देखिहालेछ माथि लागेको पत्ताएको। भेटिहाल्यो। हजुर, त्यहाँदेखि एकैचोटि यहाँ हावाले ल्यायो। हजुर, हावाले ल्यायो। अनि अहिले पनि हावा लागिरहेको छ यस्तो होइन। हजुर, अनि त्यसपछि म त्यहाँबाट जर्किन लिएर डुगुरेर घरको छानामा गरेर पानी हाल्लाको आस्न पराल थियो गोरुलाई दिने, परालमा लागेछ र वहीँ गएर मलाई चलाउन लाग्छ गरेर माम फालेर यहीँ थियो म फङ्लङ्गै परेँ। जस्तो अब फेरि पनि यहाँ घर बनाइदियो भने हामीले होइन, फेरि आगो आउने होला नि त वरिपरि त जङ्गल। हजुर, आगो त हर साल आइरहन्छ, यसपालि बचाउनु पर्छ। हजुर, बचाउनै पर्छ। पहिला खरको छाना थियो। हजुर, खरको छाना। खरको छानो भएर टिप्यो होइन। हजुर, टिप्यो। टिनको छानो भए त टिप्दैन थियो होला। टिप्दैन थियो। भाइले निकै नै मिठो गीत गाउनुहुन्छ। आफ्नो स्वरले दर्शकहरूको मन जित्न भाइ सफल भइसक्नु भएको छ। अब दर्शकहरूले चाहनुभयो भने, इच्छा राख्नुभयो भने भाइको यहाँ एउटा सानो घर बनाउन सकियो भने, 2 कोठाको अथवा 1 कोठाको भए पनि एउटा टिन लगाएको सानो घर बनाउन सकियो भने सायद त्यो जति धर्म अरू केही हुँदैन होला। दर्शकवृन्द, म एकदमै खुसी हुने थिएँ, दर्शकहरू एकदमै खुसी हुनुहुन्थ्यो होला। धेरै पनि होइन, लगभग 2-3 लाख 3-4 लाखमै हामीले एउटा सानो घर बनाइदिन सक्यो भने साँच्चीकै यो परिवार कति खुसी हुन्थ्यो होला। अहिलेसम्म अरूको घरमा शरण लिएर बसिरहेको यो परिवारलाई आफ्नै घर एउटा सानो बनाइदिन सकियो भने साँच्चै कति यो मुहारमा कति खुसी छाउँथ्यो होला होइन। हजुर, खुसी हुन्थ्यो। हजुर, धेरै। थाकलको सिजन छ, मजाले अब थाकल खान पाइन्छ यहाँ आएपछि त। विनोद भाइ। हजुर। ल तिमीले पनि खाऊ। अब क्यामेरा खिच्ने साथीहरूलाई नदिकन खाने भने त मेरो पेट साँझसम्ममा दुखेर पखाला लाग्छ, मलाई थाहा छ होइन। यता तिमी खिच्दियो, यहाँ खिच्दै यहाँ द्याछु है, यता पनि द्याछु। हुन त अन्त पखाला लाग्छ मलाई, त्यस्तो आशीर्वाद दिन्छन्। लौ सनम हात देखाऊ। होइन, बेलौटीमा मैले एक्लै बेलौटी खाएपछि मलाई त्यस्तै पखाला लाग्ला जस्तो भएको थियो, तर मैले दिएँ, जुठो हालेर दिएको थिएँ। एउटा काँचो परेछ होला। यहाँ त भित्र त जग होला नि भाइ, ढुङ्गा सुङ्गा छ अलिअलि, जगालीको ढुङ्गा। म सानै थिएँ घर बनाउँदाखेरि, छ कि छैन थाहै छैन। होला अलिअलि जगको ढुङ्गा होला, किनभने यहाँ अलिअलि ढुङ्गा देखिया छ। हजुर, यो ढुङ्गा देखियो भने यो काम लाग्छ के, यसलाई निकाल्न सक्यो भने होइन सर, यो यहाँको यसको जग निकाल्न सक्यो भने ढुङ्गाहरू काम लाग्छ, ढुङ्गा किन्न पर्दैन। यहाँ घर हामीले बनाइदियो भने खुसी हुन्छ। हजुर, धेरै हो। हजुर, म धेरै खुसी हुन्थेँ भन्दा मेरो बुवामा खुसी हुनुहुन्थ्यो होला म भन्दा पनि भन्ने लाग्छ मलाई। हजुर, बुवा आमाको लागि पनि एउटा घर बनाउने जरुर छ भन्ने लाग्छ मलाई। दर्शकहरूले चाहनुभयो भने, कतैबाट सहयोग मिल्यो भने भाइको लागि एउटा सानो घर बनाइदिन मन छ। दर्शकवृन्द, म 2 हात जोडेर दर्शकहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु। अब एउटा पुण्यको काम फेरि एउटा गर्न मन छ भाइको लागि, भाइको परिवारका लागि। यहाँ एउटा सानो घर बनाइदिन मन छ, टिन लगाएको सानो एउटा घर। धेरै पनि लाग्दैन होला, 3-4 लाखमै हामीले घर निर्माण गर्न सक्छौँ होला। त आँट म पुर्याउँछु भन्छन् भगवान्ले पनि, हामी आँटेका छौँ। रामदीपुला ताराने बित्तिकै बाँचे भेट मारे त यतिकै। रामदीपुला ताराने बित्तिकै बाँचे भेट मारे त यतिकै। यति नै। कस्तो लाग्यो? राम्रो लाग्यो, तिमी जस्तै राम्रो।
म चुप्प लागिकन कस्तो लाग्यो एकदमै राम्रो लाग्यो बाबु है। अब तिम्रो घर नयाँ बनाइदिने हो हजुर है। हामीले सबै मिलेर दर्शकहरू हामी सबै मिलेर